Rice is soul of sushi. Hi everyone, today in this video I am going to show you how to check sushi rice pH and how to calibrate pH machine. So sushi rice को pH check गर्नु अघि हामी pH machine लाई calibrate गरौँ. जसको लागि मसँग छ बफर सोलुसन 7.0, 10.0 and 4.01. यहाँ देखाएका बफर सोलुसन 7.0 मेन क्यालिब्रेसन को लागि, 4.01 एसिडिक रेंज चेक गर्नको लागि र 10.01 अल्कालाइन रेंज चेक गर्नको लागि हो. So now let's calibrate the pH meter. बफर सोलुसनलाई सिधै बोतलबाट सेन्सर हालेर प्रयोग गर्नु हुँदैन. त्यसैले मैले प्लास्टिकको सस कप युज गरेको छु. क्यालिब्रेसन गर्नु अघि pH को प्रोटेक्टिभ क्याप हटाउने, सेन्सर इलेक्ट्रिक अवस्थामा छ कि छैन चेक गर्ने अनि सेन्सरको ग्लास टिप्ला हातले छुनु हुँदैन. सेन्सरलाई सफा डिस्टिलेट वाटरले रिन्स गर्ने र क्यालिब्रेसन गर्दाखेरि रुम टेम्परेचर 25 डिग्री सेल्सियसमा क्यालिब्रेसन गर्दाखेरि राम्रो हुन्छ. सुरुमा हामी pH 7.0 बफर सोलुसन चेक गर्छौं. सेन्सरको ग्लास भाग बफरमा राम्रोसँग डुबाउनुहोस्. मिटरमा भएको CAL बटन थिचेर होल्ड गर्नुहोस्. त्यसपछि मिटरले pH बफर पहिचान गर्छ र रिडिङ देखाउँछ. pH मिटर क्यालिब्रेसन गरिसकेपछि अब हामी सुसी राइसको pH चेक गर्छौं. pH सेन्सरलाई राइसमा राम्रोसँग कन्ट्याक्ट हुने गरी राख्नुहोस् र रिडिङ स्टेबल नहुनेसम्म पर्खनुहोस्. सुसी राइसको pH 4.012 बिलो 4.6 हुनुपर्छ. क्यालिब्रेसन सकिसकेपछि डिस्टिलेट वाटरले सेन्सर रेन्ज गर्नुहोस्. हल्का हल्लाएर पानी हटाउनुहोस्. टिस्यु वा कपडाले ग्लास सेन्सर घोट्नु हुँदैन. थ्याङ्क यू फर वाचिङ दिस भिडियो.